हेलो साथीहरू, स्वागत छ तपाईँलाई आजको यो मेरो ब्लगमा। आज चाहिँ हामी ब्याङ्क जाँदैछौँ, नबिल ब्याङ्क। किन तपाईँहरूलाई थाहा छ? तपाईँहरू बाटोमा हेर्दै गर्नुहोला। हाम्रो ब्लग चाहिँ यहीँबाट सुरु हुन्छ। म यहाँ लैनचौरदेखि लाजिमपातको नबिल ब्याङ्कसम्म तपाईँहरूलाई फुल टुर दिनेछु अनि गल्लीको बाटो लग्नेछु। त्यताबाट तपाईँहरू गयो भने त्यति पोल्युसन सहनु पर्दैन र ट्राफिक सहनु पर्दैन है त गाइस। यो हो लैनचौर चोक। हामी यहाँबाट आफ्नो ब्लग स्टार्ट गर्छौँ। लैनचौरको यो रोड हुँदै यता ब्रिटिस एम्बेसीको पछाडिबाट हामी अगाडि बढ्दै गर्छौँ। यही रोडमा हामी काठमाडौँ महानगरपालिका वार्ड नम्बर 26 को कार्यालय हेर्न सक्छौँ। तपाईहरू ध्यान गर्नुहोला, यो लन्डन क्याफे भयो। यसको क्याफेको जस्ट हामी लेफ्टपट्टिको रोडमा हामी छिर्छौँ र यो साइडको ब्रिटिस एम्बेसी भयो र अगाडि सिधै एउटा इन्डियन एम्बेसी छ। यो मेरो पछाडि हेरिराख्नु भएको चाहिँ यो ब्रिटिस एम्बेसी हो अनि सिधै अगाडि चाहिँ इन्डियन एम्बेसी छ, जुनमा चाहिँ हाम्रो यो दाइ चाहिँ पढ्नुहुन्छ। त्यो अगाडिको रातो कलरको देखेको चाहिँ त्यो इन्डियन एम्बेसी हो है। इन्डियन एम्बेसीको अगाडि एउटा गल्ली जस्तो छ, त्यो गल्लीबाट हामी छिर्नुपर्ने हुन्छ। यो गल्लीमा चाहिँ अलिक ठाउँ कम छ, त्यसैले तपाईहरू बाइक लिएर आउँदा अलि सावधान भएर आउनु होला। यही गल्लीमा जाँदै गर्दा हामीले लेफ्टतिर जाने एउटा गल्ली देख्छौँ। हामीले त्यो लेफ्टपट्टिको गल्लीमा जानुपर्ने हुन्छ। यो बाटो सिधै हामी अलि अगाडितिर जाऊँ। हामी अगाडि आउँदै गर्दा यो चाहिँ अर्को वडा हो, वार्ड नम्बर 2 लैनचौर। त्यहाँबाट पनि हामी सिधै अगाडितिर जाउँ, कतैतिर नफर्किनु होला। तर साथीहरू, आज यहाँ पनि जाम लागिहालेछ, हेर्नुहोस्। ट्राफिक नभएको बाटो देखाउँ भनेको, तर यता पनि ट्राफिकले हैरान। त्यसपछि हामी सिधै यता लाजिमपातको रोडमा निक्लिन्छौँ, हाइवे मेन रोडमा। फाइनली साथीहरू, ऊ पल्लो बिल्डिङ चाहिँ नबिल ब्याङ्कको बिल्डिङ हो। सो हामी नबिल ब्याङ्क आइसक्यो। अब लिफ्ट चढेर जाने। ल, हामीलाई लिन लिफ्ट पनि आइसक्यो। खुल्छ सिमसिम। अब सेकेन्ड फ्लोर जाउँ। के छ दाजु? भने अस्ति दाजुको टाउको यहीँ ठोकेको थियो। यहाँनिर पुरै ट्रान्सपेरेन्सी ऊ छ, सिसा। दाइले देखेन अनि। थ्याङ्क यू। सो साथीहरू, मेरो एटिएम कार्ड आइसक्यो। अब यहाँ आएर यसको एमपिन हुन्छ, त्यो चेन्ज गर्नुपर्छ। सुरुमा हामीले कार्ड चाहिँ भित्र पसाउनु पर्ने हुन्छ। त्यसपछि हामीले यहाँ ल्याङ्ग्वेज चुज गर्ने। त्यसपछि यहाँनिर फर्स्टमा भन्छ हामीलाई जेनेरेट योर ओटिपी फर पिन। त्यसमा हामीले क्लिक गर्ने। त्यसपछि हाम्रो ओटिपी आउँछ हाम्रो मोबाइल नम्बरमा। त्यो ओटिपी हामीले यहाँ हाल्नुपर्ने हुन्छ। त्यो हालेपछि हामीले हाम्रो नयाँ एमपिन 2 चोटि हाल्नुपर्ने हुन्छ। सो हाम्रो एटिएम भेरिफिकेसन भइसकेछ, एक्टिभेट पनि भइसक्यो। यो रहेछ एटिएम होइन। अब गएर केही नास्ता पानी खाउँ, अगाडि गएर नास्ता पानी हुन्छ कि खाना हुन्छ के हुन्छ खाउँ होइन। तपाईँहरू हेर्दै गर्नु। त्यसपछि हामीलाई भोक लागिरहेको थियो, त्यसैले सस्तो मासु भात हामीले 245 मा एउटा थालको मासु भात खायौँ। त्यसपछि हामी त्यहाँबाट सिधै बाहिरतिर आयौँ। तपाईँहरू चाहिँ नबिल ब्याङ्कको एटिएम कार्ड एक्टिभेट गर्न चाहनुहुन्छ भने तपाईँहरू आफ्नो मोबाइल ब्याङ्किङबाट सजिलै गर्न सक्नुहुन्छ। त्यहाँ गएर एड कार्ड गर्नु। त्यसपछि तपाईँलाई त्यहाँनिर कार्ड नम्बर र एक्सपायरी डेट माग्छ। त्यसपछि तपाईँको नम्बरमा ओटिपी आउँछ, त्यो ओटिपी हाल्नुहोस्। त्यसपछि तपाईँको ग्रिन पिन भन्ने हुन्छ, त्यहाँ गएर फेरि तपाईँलाई कार्ड नम्बर माग्छ र त्यसपछि तपाईँको मोबाइल नम्बरमा फेरि ओटिपी आउँछ, त्यो हालेपछि तपाईँको न्यू एमपिन माग्छ। त्यो न्यू एमपिन हालिसकेपछि तपाईँको एमपिन सक्सेसफुली चेन्ज हुन्छ। आफ्नो पर्सनल डिटेल चाहिँ सेयर नगर्नु होला। यति इन्फर्मेसन दिँदै म चाहिँ रानी पोखरीतिर लागेँ, किनभने त्यहाँनिर मेरो एउटा सामान आएको छ साथीले लिएर। यही साथी हो त्यो मेरो सामान लिएर आउने। मैले चाहिँ त्यो सामान लिएँ अनि त्यहाँबाट म फर्किहालेँ। त्यसपछि हाम्रो दरबार मार्ग हुँदै फर्किने विचार भयो, तर बाटोमा हामीले यस्तो देख्यौँ। यो के को लागि हो तपाईँहरू कमेन्ट गर्नु होला। मलाई त लाग्छ रामनवमी आउँदैछ त्यसको लागि हो कि जस्तो लाग्यो मलाई, बट मलाई थाहा भएन। तपाईँहरू कमेन्ट गर्नु होला। यो दरबार मार्गको टाइल्स वाउ क्या नाइस छ। यसको गाछीहरू अलि अहिले सबै हाँगाहरू काटिदिएको छ, नत्र यसको फुल फुल्यो भने कस्तो बवाल देखिन्छ। र त्यहाँदेखि हामी सिधै नारायणी दरबारको अगाडि पुग्यौँ र होस्टलतिर फर्क्यौँ। तपाईँलाई यो भिडियो इन्फर्मेटिभ लागेछ भने लाइक सब्सक्राइब गर्नु होला। साथीहरू, हामीहरू एटिएम कार्ड लिएर आइपुग्यो। एटिएम एक्टिभेसन भइसक्यो। त्यसमा प्रोसेस पनि छ होइन। तपाईँहरूले चाहिँ एटिएम ठ्याक्कै एटिएममा गएर एक्टिभेट पनि गर्न पाइयो। अनि त्यसपछि तपाईँहरू मोबाइल ब्याङ्किङबाट गर्न चाहनुहुन्छ भने त्यहाँबाट पनि सजिलो छ। म त्यसको प्रोसेस यहाँनिर हालिदिन्छु तपाईँहरूलाई। र आजको ब्लग म यहीँ गर्न चाहन्छु। यदि तपाईँहरूलाई मन परेमा लाइक सब्सक्राइब एन्ड सेयर गर्नु होला है त गाइस। थ्याङ्क यू अल।